विश्वमा पेट्रोलियम पदार्थपछि बिक्री हुने पदार्थ कफी हो। कफी पारखी विश्वभर छन्, तर कफी उत्पादनका लागि सुहाउँदो हावापानी सीमित देशमा मात्र छ। पछिल्लो समय नेपालमा पनि कफी संस्कृतिको विकास हुँदै गएको छ। चियाको तुलनामा कफीलाई उच्च कोटिको पेयको रूपमा लिइन्छ। मुख्यतः कफी दुई किसिमको हुन्छ, घुलनशील र अघुलनशील। नेपालमा अरबिका जातको कफी खेती गरिँदै आएको छ, जुन अघुलनशील हो। अघुलनशील कफीलाई चिया जस्तै छानेर पेयका रूपमा प्रयोग गरिन्छ। समुद्री सतहबाट 800 मिटर माथि शीत तुषारो नपर्ने क्षेत्रमा जैविक प्रविधिबाट उत्पादित अरबिका जातको कफीलाई उत्तम मानिन्छ। अहिले हामी कुरा गर्दैछौँ काभ्रे बेथानचोक आसपासका क्षेत्रको। यस क्षेत्रमा 3 दशक अघि नै करेसाबारीमा सोकको रूपमा लगाउन सुरु गरिएको कफी 2 दशक अघिबाटै व्यावसायिक बनिसकेको थियो। हेलवेटास नेपाल अन्तर्गत कफी प्रवर्धन कार्यक्रम लागू भएसँदै यस क्षेत्रका कृषकहरूले कफी प्रविधिका बारेमा ज्ञान पाए। कफी खेतीमा हौसिएका उनीहरूले सोचे अनुरूप उत्पादन गर्न सफल पनि भए। कफी प्रविधि, संस्थागत विकास तथा कफीमा आइपिएम पाठशालाका कारण खेतीसँग सम्बन्धित प्रशस्त ज्ञान मात्र पाएनन् साबिक च्याम्राङ बेसी वडा नम्बर 4, 9 र 3 बाट मात्र 10 टन स्थानीय स्तरमा प्रशोधित पार्चमेन्ट कफी बेच्न सफल भए। सहजै विदेश निर्यात हुने कफी उत्पादनमा कृषक सफल भए पनि कफी प्रवर्धन कार्यक्रमले हात झिक्यो। सिँचाइको अभाव रहेको उक्त क्षेत्रमा लगाइएको कफीमा सेतो गवारो किराको प्रकोप बढ्यो, जसले कृषक निरुत्साहित भए, उत्पादन घट्यो। कफी नर्सरी स्थापनादेखि रोपण बगैँचा व्यवस्थापनमा राम्रो ज्ञान भएर पनि सिँचाइको अभावका कारण उत्पादन घट्न पुग्यो। छहारी व्यवस्थापन तथा सिँचाइ कफी खेतीका लागि अत्यावश्यक रहन्छ। त्यसमा पनि यस क्षेत्रको दोमट बलौटे माटोका कारण चिसो छिट्टै सोच्ने समस्या हुन्छ। जसका कारण अन्य क्षेत्रको तुलनामा बढी सिँचाइ जरुरी हुन्छ। मुख्यतः चिस्यान तथा छहारी व्यवस्थापन नै सेतो गवारोबाट बच्ने उत्तम विकल्प हो।
त्यसभन्दा बाहेकका नियन्त्रणका उपायहरू पनि उत्तिकै छन्। बढ्दो बजार मूल्य तथा अन्तर्राष्ट्रिय बजारमा बढ्दो मागका कारण स्थानीय कृषकहरूले कफी खेतीलाई पुनः विस्तार गर्न थालेका छन्। स्थानीय पालिकाले सिँचाइ लगायतका कार्यमा सहयोग गर्न थालेपछि पुनः स्थानीय गाउँका पाखाबारी हरियाली बन्न थालेका हुन्। कफी खेती सम्बन्धी ज्ञान भएका बेथानचोक गाउँपालिका वडा नम्बर 1 का धन बहादुर घिसिङ आफ्नो पुरै बारीमा कफी खेती गर्ने योजनामा रहेको बताउँछन्। कफी चाहिँ यो बोर्ड चाहिँ खासै भन्नुपर्दा चाहिँ यो अब असारमा 3 वर्ष पुग्छ। यसले कति समय लाग्छ यो इपिलहरूको छारीको त्यो सबै व्यवस्थापन गर्न सक्यो भने चाहिँ राम्रै कमाइ हुन्छ भन्ने लाग्छ। समथिङ मैले 1 वर्ष 400 लाएको हो। हजुर। अहिले त्योभन्दा पछाडि फेरि 200 बोट लाएको छु। 600 बोट समथिङ भयो। अब यहाँ चाहिँ मेरो चाहिँ लगभग 21 रोपनी चान्जुन जग्गा छ। 21 रोपनी मध्येमा मैले 10 रोपनी पनि लगानी गर्न सकेको छैन। खासै 5 रोपनी जतिमा होला। हजुर। त्यति लगानी भएको छ। यो मात्रै नभने यो चाहिँ अलिकति मात्रै बगैँचा हो। यहाँ तल छ अर्को बगैँचा, योभन्दा ठुलो छ। हजुर। अनि यो बगैँचामा चाहिँ कमसेकम पनि एउटा बोर्ड बराबर 12-13 किलो चाहिँ 2000 सम्म समथिङ। अहिले 200 रुपियाँको रेटको हिसाबले पनि एउटा बोर्डमा 10 किलो फलाउन सक्यो भने 2000 रुपियाँ हुन्छ। हजुर। तपाईँको 600 बोर्डमा मैले चाहिँ त्यो लगानी गर्न सक्यो। आम्दानीको स्रोत भनेको धेरै कफीमा छ भन्ने कुरो बुझेको छु मैले। प्रति बोट 10 केजी माथि कफी उत्पादन गरेको अनुभव उनीसँग छ। कम्पोस्ट तथा जैविक मल प्रयोग गर्दै आएका उनीहरूको मल तथा विषादीमा थप खर्च लाग्दैन। भिराला पाखाबारीमा न्यून लगानी र कम मेहनतमा गुणस्तरीय कफी उत्पादन गर्न सकिने भएपछि स्थानीय कृषकहरू पुनः कफी खेतीतर्फ आकर्षित बनेको बताउँछन्। हामीका सबै जैविक हो। हामी जम्मा यो के भन्छ भैँसी हामी 1-2 2-4 पाल्छौँ। त्यही मलको भरमा कुनै पनि विषादी कुनै छैन। आफै बनाउँछु। आफै बनाउँछु। के प्रयोग गर्नुहुन्छ? हामी चाहिँ यो चाहिँ एउटा हामीले तालिम लिएको छ। हजुर। तालिममा चाहिँ तपाईँको भन्नुहुन्छ खिर्लो जस्तै सिस्नुको ज्वरो के भन्छ यो धेरै थरी चाहिँ यहाँकै वस्तुहरूलाई यहाँ भएको चिजहरूलाई चाहिँ प्रयोग गरेर हामीले चाहिँ यो प्रयोग ल्याउने गरेको छ। यो सबैभन्दा सजिलो सबैभन्दा उत्तम। यो बारीमा मेरो 5000 को चाहिँ मकै फल्दैन थियो भने अहिले म यही वर्षमा चाहिँ कम्तीमा 2 लाख रुपियाँ कफीको पैसा लिन्छु। यो सानो बिरुवा। हजुर। त्यो सानो बिरुवाको कारणले पनि 2 लाख रुपियाँ लिन्छु भन्ने लाग्छ। यो बिरुवा तपाईँको 3 वर्षको मात्रै हो? 3 वर्ष पुग्या होइन, असारमा पुग्छु। 3 वर्ष असारमा पुग्छ। लगभग यो साल नै जस्तै नभए नि एउटा बोटमा 2 केजी 3 केजी चाहिँ फल्ने देखियो। 6-7 वर्षको यो बिरुवा हुँदाखेरि यसमा 10-12 केजी फलाउँछु भन्ने तपाईँको अपेक्षा? त्यो लक्ष्य छ। तपाईँको कटिङ गरिरहेको छ यहाँ हेर्नु। हजुर। यसलाई कटिङ पुरा गऱ्यो भने यो हाइट जान्छ। हजुर। यो हाइट गयो भने हामीले टिप्नलाई गाह्रो हुन्छ। भरे खेतालामा पनि त प्रयोगमा गाह्रो हुँदो रहेछ। यसलाई चाहिँ सकभर हामी 5 किलोभन्दा माथि नबढाउनु भन्ने लाग्छ। अहिले इपिल र यो भनौँ न यो आँप फल्छ कि भन्ने हिसाबले गरे आँप चाहिँ नफल्ने रहेछ। जस्तै यहाँ चाहिँ इपिल मात्रै हो। यो क्षेत्र चाहिँ कफीको लागि अत्यन्तै उपयोगी मानियो, जुन पहिलेबाट प्रमाणित भइसकेकै कुरा हो। अनि यसमा चाहिँ तपाईँको विचारमा यो कफी खेतीलाई जुन रूपमा यहाँ गर्नुभयो, यहाँ हेर राम्रो प्रविधिको प्रयोग भयो जस्तो लाग्यो। काँडछाँडको कुरा गर्नुभयो, मल व्यवस्थापनको, छारी व्यवस्थापनको, चिसान व्यवस्थापनको कार्य गर्नुभएको रहेछ। यो अरू कृषकहरूलाई चाहिँ यही किसिमले व्यावसायिक रूपमा गरेर यस्तै चाहिँ बगैँचा बनाउनुपर्छ भन्नेलाई के सुझाव दिनुहुन्छ? यस्तै भनौँ न छारी व्यवस्थापन, कफी व्यवस्थापन अरूलाई पनि यही भूभागमा चाहिँ हामी उत्पादन गर्न सक्छौँ। कुनै विदेशी धाउने कुनै केही गर्नुपर्ने वर्षको चाहिँ 10-12 लाख कमाइ हुन्छ भने विदेश गएर पनि 10-12 लाख कमाइ हुने होइन। यहीँ उत्पादन गरेर यहाँकै माटोसँग मिलिजुली गर्न सक्यो भने चाहिँ राम्रो हुन्छ। अहिले स्थानीय कृषकहरू बोटबाट टिप्दा टिप्दैको फ्रेस चेरी कफी प्रति केजी 200 रुपैयाँमा बिक्री गर्दै आएका छन्।
फ्रेस चेरीलाई पार्चमेन्ट बनाए पश्चात तोकेको मोइस्चरसम्म सुकाएर उनीहरू विभिन्न कम्पनी मार्फत कफी बिक्री गर्ने गरेका छन्। आज पनि भर्खरै कुन एउटा संस्थाका चाहिँ मान्छेहरू चाहिँ कफीको बारेमा यही बारेमा हेर्नु जानुभयो। यो गाउँै हेर्नुभयो, मेरो मात्रै नभइकन सबैको हेर्नुभयो। हेरेर हामी चाहिँ यो कफी जस्तै मैले यहाँ कफी सुकाउने ठाउँ बनाएँ, तपाईँले बनाउनु सही रहेछ भनेर धेरै उहाँहरूले पनि दिनुभयो, हौसला दिनुभयो। अब यही तरिकाले बनाउने हो, सुकाउने यही हो, तपाईँले कफी राम्रो गर्नु भएको रहेछ भनेर यो ठाउँको माटोलाई अमूल्य नै रूपमा लिँदैछ। अहिले विभिन्न चाहिँ मान्छेहरू चाहिँ घुमिरहेछ जग्गा लिनलाई के छ दिनु, जग्गा दिनु अब भन्ने कुरा छ। यही माटो बेचेपछि त हामीले चाहिँ कहाँबाट उत्पन्न छैन, त्यही कारणले यही हामी चाहिँ जग्गा दिँदैनौँ भन्ने मानिन्छ। लेकाली हावापानी, साना कृषकहरूको उत्पादन तथा जैविक विधिका कारण पनि यस क्षेत्रको कफीको बजार मूल्य राम्रो छ। उत्पादित कफीलाई घरमै सजिलै धुलो कफी बनाई पिउन योग्य बनाउन पनि सकिन्छ। गोर्खा जिल्ला गण्डकी गाउँपालिकाका कफी कृषकले घरमै कफीको धुलो बनाई पिउन योग्य बनाएको एउटा भिडियो पनि हेरिहालौँ न। कति मिठो नेपाली कफी।